पैसा नभएकै कारणले भोकै बस्नु परेको दिन छ? छ नि। कहिलेकाहीँ पैसा नहुँदाखेरि भोकै नै बसेको छु। गाह्रो हुन्छ। अब कसलाई माग्नु? काठमाडौँ कोही चिनिया हुँदैन फर्स्ट टाइम। अब साथीभाइलाई मागौँ भन्दा पनि अब साथीभाइ पनि अब त्यस्तै हुन्छ। सम्झिने भनेकै आफ्नै बाआमालाई हो है। दुःख पर्दाखेरि अब कोठामा एक्लै हुँदाखेरि अब यस्तो काठमाडौँमा बेकार आएको जस्तो लाग्थ्यो कि अब एकदम गाह्रो हुने रहेछ कि मिडल क्लासको फ्यामिलीलाई। मम्मी बाबाले एकदम सम्झेर है, सम्झेर म भक्कानी रुएँ कि एक्लै। अब कोही पनि छैन नि त त्यहाँ साथीभाइ अब उता उनीहरूको रुममा बस्थ्यो, म त एक्लै बस्थेँ नि त पहिले। कहिले लागेन अब म सक्दिनँ भने त्यस्तो छेड कहिले आएन? कहिलेकाहीँ त लाग्थ्यो अब जिन्दगीले ठगिसकेको जस्तो लाग्थ्यो कि कहिलेकाहीँ चाहिँ होइन, आफ्नै जिन्दगी देख्दा होइन। पहिलोपटक काठमाडौँ आउँदा तपाईँको त्यो रात कस्तो रह्यो त? म पहिलोपटक काठमाडौँ आउँदाखेरि झर्दाखेरि ठ्याक्क गाउँबाट झरियो। हजुर। बिस्तारै बिस्तारै झरियो। ठ्याक्क अब गाडीले मलाई माछापुरी साइडमा रोकिदियो। अब म चाहिँ जानुपर्ने चाहिँ माथि लोलाङ साइडमा थियो। ए हजुर। अब म त फर्स्ट टाइम मान्छे, अब चिनेन मैले होइन। ओहो कत्रो कत्रो गाडीहरू पनि देखियो। म त अचम्मै पऱ्यो कि। मैले काम खोज्नलाई एउटा जब सेन्टरमा गएको थियो फर्स्ट टाइम। हजुर। जब सेन्टरमा काम गरियो। त्यहाँ अब फर्मको लागि चाहिँ 500 लाग्दो रहेछ। अब त्यहाँ पनि फर्म भरियो, काम पनि त्यहाँ गरियो होइन। कामै यस्तो गाह्रो जस्तो लाग्यो। मैले चाहिँ अब त्यता जब सेन्टरबाट सिधै उता गएको। कुनै याद छ मम्मीले गर्नुभएको सङ्घर्षहरू मम्मीले बिर्सन नसक्ने? मैले बिर्सन नसक्ने कुरा चाहिँ यो रातिको 11 बजे अब हामी चाहिँ सबैजना सुतिरहेको थियो। अब त्यतिखेर चाहिँ बर्खायाम पुरै पानी परिरहेको थियो होइन। अब छाना हुन्छ नि माथिको, गाउँघरतिर त छाना घर हुन्छ नि पहिले। अब त्यहाँबाट चाहिँ पानी तप चुहिरहेको थियो होइन। अब आमा हो होइन, अब बच्चाहरू नभिजोस् भनेर मम्मीले चाहिँ अब पुरै बाल्टिङ थापेर बस्नु भएको थियो। त्यो याद चाहिँ एकदम मलाई कहिल्यै बिर्सिन सक्दिनँ। यदि भोलिका दिनहरूमा म सफल भयो भने होइन, आफ्ना आमा बुबालाई चाहिँ म एकदम सुख साथ राख्न चाहन्छु र उनीहरूको खुसीको लागि म आफ्नो खुसीहरू त्याग्न सक्छु। अनि त्यो क्यामेरा किनेकै 2-3 महिनामा हरायो कि। ए क्यामेरा हरायो? रुमबाटै चोरी भयो। ए रुमबाटै चोरी भयो। त्यो क्यामेरा चोरी हुँदाखेरि त कति दुःख लाग्थ्यो होइन। त्यत्रो घाम पानी नभनिकन दुःख गरेर कमाएर जोगाएर राखेको त्यो चोर्दाखेरि त भक्कानी रुन मन लाग्थ्यो कि। सानै उमेरमा धेरै सङ्घर्ष गर्नुभयो? सानै उमेरमा धेरै दुःख भयो। गाउँघरतिर त हामीले प्राय पहिले त हाम्रो गाउँघरतिर अब गाडीहरू चल्दैन थियो नि त। त्यतिखेर अब 12-13 वर्षमै हामीले चाहिँ अब पसलको भारीहरू बोक्थ्यो। बाल्यकालमा चाहिँ म एकदम रमाइलो होइन, एकदम चकचकी थियो। साथीभाइहरूसँग चाहिँ हामी चाहिँ एकदम जुदाजुद हुन्थ्यो नि। जुदाजुद यहाँ साथीभाइसँग सानोमा जुतेर पनि यहाँतिर नि घाउ भएको छ कि पुरै। ए अझै त्यो घाउ चाहिँ अझै निको भएको छैन? रमाइलो हुन्छ त्यतिखेर। अब भनेपछि कतिजनासँग लभ पऱ्यो तपाईँको? लभ त धेरै परेछ क्या मेरो ल। तपाईँलाई स्वागत छ हाम्रो पोडकास्टमा। थ्याङ्क यू। के छ सन्चै आरामै हुनुहुन्छ? एकदम सन्चै छु। अनि तपाईँलाई कस्तो छ? एकदम मलाई पनि सन्चै छ। तपाईँको परिचयबाट जाउँ न। मेरो परिचय चाहिँ मेरो नाम चाहिँ रोशन तामाङ हो। अच्छा। अहिले मेरो घर चाहिँ हाल रसुवा जिल्ला। रसुवा जिल्ला? हजुर। कति टाइम लाग्छ यहाँबाट रसुवा पुग्न? यहाँबाट रसुवा पुग्नलाई गाडीमा तपाईँको 5-6 घन्टा लाग्छ। 5-6 घन्टा लाग्छ। हाल काठमाडौँमा बस्दै आउनुभएको कति समय भयो? हाल काठमाडौँ बसेको चाहिँ म लगभग 3-4 वर्ष भयो। 3-4 वर्ष भयो? के गर्नुहुन्छ यहाँ काठमाडौँमा? काठमाडौँमा त्यही अब सानोतिनो जब गर्छु। खुलाउन मिल्छ? खोलाउन त मिल्छ। म चाहिँ प्रायः यता फोटोग्राफर सम्बन्धी। ए फोटोग्राफी गर्नुहुन्छ? हजुर। कति समय भयो फोटोग्राफी गर्नुभएको? यो फोटोग्राफर सम्बन्धीमा लागेको म लगभग 3 वर्ष जति भयो। 3 वर्ष भयो? हजुर।
जीवन निर्वाह हुन्छ फोटोग्राफी गर्दा? त्यो अब पहिले चाहिँ अब ठिकै हुन्थ्यो। हजुर। आजभोलि चाहिँ हल्का एकदम गाह्रो नै छ क्या, अवस्था चाहिँ एकदम गाह्रो हुन्छ आजभोलि चाहिँ। के कारणले गाह्रो भयो? पहिला राम्रो र अहिले नराम्रो? के कारण भन्दा नि अब अहिले चाहिँ प्राय यो नगरपालिकाहरूले दिएको छैन कि, ए हजुर। त्यही कारणले एकदम गाह्रो हुन्छ, खुल्ला तरिकाले गर्न पाउँदैन। अब यस्तो अहिलेको जमानामा अब प्राय चाहिँ राम्रो फोन थिएन नि त, अहिले राम्रो राम्रो फोन आउनु थाल्यो। अब त्यही अनुसारले पनि होला सायद। भन्छ कि पहिला क्यामेरा हुँदाखेरि अब त्यति मोबाइलहरू नहुँदाखेरि, अलिक प्रोफेसनल मोबाइलहरू नहुँदाखेरि, मोबाइल फोनहरू नहुँदाखेरि चाहिँ क्यामेरा राम्रोसँग चल्यो। जब अहिले मोबाइल फोनहरू राम्रो राम्रो आउनु थाल्यो, त्यस पश्चात चाहिँ यो क्यामेराहरू बिस्तारै अब अलिकति कम क्यामेराबाट फोटो खिच्न चाहिँ कम गर्न थाले। हजुर। अनि जीवन निर्वाह हुन्छ र भने? जीवन निर्वाह भन्नाले अब खाना बस्न पुग्छ काठमाडौँमा? खाना बस्न त अहिलेसम्म पुगिरहेछ होइन। अब पहिलेको अवस्था र अहिलेको अवस्था हेर्दाखेरि अलिकति गाह्रो नै छ क्या। अब कोठा भाडा तिर्नलाई एकदम गाह्रो हुन्छ होइन, काठमाडौँ जस्तो ठाउँमा। अब त्यो कामले मात्र हुँदैन जस्तो लाग्छ क्या अहिले चाहिँ। महिनाको कति जति कमाइ हुन्छ फोटोग्राफीबाट? महिनाको त्यही अब कति हुन्छ, अब यस्तो हो कि त्यहाँ चाहिँ अब आफूले कति गर्न सक्नुहुन्छ त्यो अनुसार हुन्छ। अब तपाईँले खटेर गऱ्यो भने त्यो अनुसार हुन्छ, तपाईँले अब गर्नै सकेन भने त्यो अनुसार हुन्छ। अब महिनाको यति हुन्छ भन्ने कुरा चाहिँ थाहै हुँदैन क्या कहिले। अब दिनको हजुरले कतिसम्म गर्नुभएको छ? मैले अब पहिला चाहिँ अब लगभग 50-60 हुन्थ्यो महिनाको। आजभोलि चाहिँ अलिकति कमै छ हौ आजभोलि। खासै काममा पनि जाँदिनँ कि म खासै आजभोलि। ए के कारणले? अल्छी लाग्छ त्यता, अब खासै मान्छे पनि हुँदैन नि त, यस्तो घाम पनि छ, त्यही भएर अलिकति गयो भने 2-3 बजीतिर मात्र जान्छु। अब त्यही खटेर आफूले गऱ्यो भने मात्र हुन्छ, त्यही हो। फोटोग्राफीबाट पहिलो कमाइ कति थियो याद छ? मेरो फोटोग्राफीबाट पहिलो कमाइ भनेको चाहिँ रु 500 हो होइन। हजुर। म चाहिँ अब अर्को चलाउँथेँ नि त। फर्स्ट टाइम म कलेज पढिरहेको हुन्थ्यो, म ठ्याक्क कलेज पढ्दै 22 धारा छिर्यो कि। ए 22 धारामा? 22 धारा छिरेपछि त्यहाँ एकजनाले गरिरहेको थियो कि, अब त्यो मान्छेले हानिरहेको हुन्थ्यो किन। सोध्छु म त्यहाँ डाँडामा बसेर एक्लै आनन्द म नि गर्छु हो भन्ने मैले एउटा साथीलाई एउटा सल्लाह दियो। त्यो साथीले सल्लाह दिएपछि अब उसले किनियो होइन। उसले पनि किनियो, तर दुईजना मिलेर काम गरियो। तर क्यामेरा त उसको थियो, म चाहिँ त्यही काम गर्थ्यो कि 500मै। दिनको 500मा? दिनभर काम, घाममा होइन, घाम नभनिकन काम गर्छु। अब उसले खाजा खर्च पनि दिन्थ्यो। त्यही मेरो फर्स्ट कमाइ चाहिँ 500 है। त्यो पैसा के गर्नुभयो? त्यो पैसा चाहिँ मैले अब म पढिरहेको थिएँ नि त कलेज टाइममा, त्यही एक्लै बस्थ्यो यता रुममा पनि। त्यो पैसा चाहिँ जोगाएर राख्यो, कलेजको लागि पनि हुन्छ भन्ने, पढाइ खर्चको लागि पनि राखेको थियो कि। अहिले पढ्दै हुनुहुन्छ कि पढाइ छोड्नुभयो? अहिले त पढाइ लगभग छोडिसक्यो, अहिले पढेकै छैन। कतिमा पढ्नुहुन्थ्यो? पढ्न त म 12 पढिसक्यो। 12 पछि छोड्नुभयो? हजुर। पहिलोपटक काठमाडौँ आउँदा तपाईँको त्यो रात कस्तो रह्यो त? म पहिलोपटक काठमाडौँ आउँदाखेरि झर्दाखेरि ठ्याक्क गाउँबाट झरियो। हजुर। बिस्तारै झरियो, ठ्याक्क अब गाडीले मलाई माछापुरी साइडमा रोकिदियो। अब म चाहिँ जानुपर्ने चाहिँ माथि लोलाङ साइडमा थियो। ए हजुर। अब म त फर्स्ट टाइम मान्छे, अब चिनेन मैले, ओहो कत्रो गाडीहरू पनि देखियो। म त अचम्मै पऱ्यो कि। अचम्म परेर होइन, म त परतिर पुगेछ, सामोकोसीतिर पुगेछ। अब जानुपर्ने मान्छे माथि थियो। ल मैले त सोच्यो हरायो कि जस्तो फिल भयो क्या मलाई चाहिँ त्यस्तो। त्यो टाइममा चाहिँ पहिलोपटक काठमाडौँ आउँदा आफन्तहरू पनि खासै थिएन होइन। त्यही अब गाह्रो हुन्थ्यो पहिले फर्स्ट टाइम काठमाडौँहरू छिर्दाखेरि। अनि पहिलोपटक काठमाडौँ आउँदै गर्दा
तपाईँ अब कोही आफन्त पनि हुनुहुन्थेन भन्नु, कहाँ बस्ने के बस्ने टुङ्गो केही नभएपछि तपाईँ काठमाडौँ आएर दुःख लागेन? म किन आएछु जस्तो लागेन? दुःख त लाग्थ्यो नि, तर दुःख लागे पनि मैले सङ्घर्ष गर्दै गयो। बिस्तारै अब पढाइले पनि अगाडि बढ्दै गयो। त्यो बढ्दै बढ्दै गए पनि मैले अब त्यो कुल्ली कामहरू पनि धेरै गरियो। त्यस्तो कामहरू अब कलेज बन्द हुँदाखेरि जान्थ्यो होइन, गर्थ्यो। त्यसरी बिस्तारै बिस्तारै गर्दै गर्दै म चाहिँ यो क्यामेरा लाइनतिर आइसकेँ। खास तपाईँ के को लागि काठमाडौँ आउनुभएको थियो? खास म काठमाडौँ भनेको अब पढ्नकै लागि भनेर आएको थियो होइन। अब काठमाडौँ आइयो, अब काठमाडौँ आएपछि त अब मनै अर्कै हुने कि, अब के गरौँ के नगरौँ भन्छ होइन। एकदम गाह्रो हुने कि, गरी खानालाई एकदम गाह्रो हुने, कोही आफ्नो हुँदैन होइन, चिनेको मान्छेहरू पनि हुँदैन। यताउति गर्दा पनि अब कसैले वास्ता नगरेको जस्तो फिल हुने कि आफूलाई एकदम मनभित्रै। अनि काठमाडौँ आउनु भएपछि तपाईँको जीवन कस्तो रह्यो त? गाउँमा हुँदाखेरिको र काठमाडौँ आउँदाको के फरक पाउनुभयो त? सङ्घर्ष तपाईँ गर्नु पऱ्यो होइन, काठमाडौँ गाउँमा बसे जस्तो होइन जीवन। काठमाडौँ आएपछि धेरै सङ्घर्ष गर्नु पऱ्यो, आफ्नो खानु पऱ्यो, लाउनु पऱ्यो, हिँड्नु डुलाउनु पऱ्यो, सब खर्चले हुने चिज। अब तपाईँ यहाँ आएपछि त भन्ने बित्तिकै काम पनि पाइएन, कसरी म्यानेज गर्नुभयो त? काम पनि पाएन मैले। काम खोज्नलाई एउटा जब सेन्टरमा गएको थियो फर्स्ट टाइम। हजुर। जब सेन्टरमा काम गरियो, त्यहाँ अब फर्मको लागि चाहिँ 500 लाग्दो रहेछ। अब त्यहाँ पनि फर्म भरियो, काम पनि त्यहाँ गरियो होइन। कामै यस्तो गाह्रो जस्तो लाग्यो। मैले चाहिँ अब त्यता जब सेन्टरबाट सिधै उता गएको, गरियो। अनि त्यहाँबाट म 1-2 दिन गरियो, त्यहाँ ठिक लागेन। अनि त्यही भएर म फर्कियो त्यहाँबाट नि। अनि त्यहाँबाट म बिस्तारै बिस्तारै होइन अब केही गर्छु भनेर सोचेर एकदम होइन। अनि काठमाडौँमा अब त्यसरी बस्नु पऱ्यो होइन, दुःख कष्ट भने जस्तो अब गाउँमा जस्तो जिन्दगी भएन। आफ्नो बाबा आमालाई कतिको मिस गर्नुभयो नि त्यो समयमा? काठमाडौँमा त्यसरी बस्दाखेरि आफ्नो सम्झिने भनेकै आफ्नै बाबा आमालाई हो है। दुःख पर्दाखेरि अब कोठामा एक्लै हुँदाखेरि अब यस्तो काठमाडौँमा बेकार आएको जस्तो लाग्थ्यो कि। अब एकदम गाह्रो हुने रहेछ कि मिडल क्लासको फ्यामिलीलाई काठमाडौँ छिरेर पढ्न लेख्न एकदम गाह्रो छ। म 81 कलेजबाट आयो। अनि रुममा बसेर सोचेर बस्यो। मम्मी बाबाले एकदम सम्झेर है, सम्झेर म भक्कानी रुएँ कि एक्लै। अब कोही पनि छैन नि त त्यहाँ साथीभाइ अब उता उनीहरूको रुममा बस्थ्यो, म त एक्लै बस्थेँ नि त पहिले। अब कस्तो दुःख परेर होइन। अब बाआमालाई नि कति माग्नु, बाआमाले त सक्दो गरेको होइन, नगरेको होइन। हजुर। उनीहरूले सक्ने गर्ने हो, अब नसक्ने आफूले गर्ने हो मिहिनेत। मान्छे धेरै मिस गर्नुभयो आफ्नो बाआमालाई? बाआमालाई चाहिँ एकदम मिस गरेको थियो कि मैले। पैसा नभएकै कारणले भोकै बस्नु परेको दिन छ? छ नि, कहिलेकाहीँ पैसा नहुँदाखेरि भोकै नै बसेको छु। गाह्रो हुन्छ, अब कसलाई माग्नु, काठमाडौँ कोही चिनिया हुँदैन फर्स्ट टाइम। अब साथीभाइलाई मागौँ भन्दा पनि अब साथीभाइ पनि अब त्यस्तै हुन्छ। चिउरा दालमोठ खाएर पनि बसेको छु म पहिले काठमाडौँतिर। कतिको हेपाइ खप्नु पऱ्यो काठमाडौँमा? अब जब आफू स्ट्रङ नभएपछि त धेरैजनाले त मान्छेको दबाबमा बस्नुपर्ने हुन्छ नि त। यस्तो हो त्यो चाहिँ अब मान्छे अनुसार हुन्छ होइन। कसैले अब राम्रो व्यवहार गर्छ, कसैले नराम्रो गर्छ। काठमाडौँ जस्तो ठाउँमा थरीथरीको मान्छेहरू भेटिन्छ हामीले। अब त्यो मान्छे अनुसार हामीले पनि व्यवहार राम्रो गऱ्यो भने उनीहरूले पनि राम्रै गर्छ। र हेपाइ त अब यस्तो अरूको काम गर्दाखेरि अलिकति हेपाइ खाइदिन्छ हामीले, त्यो हो। कहिले लागेन अब म सक्दिनँ भने त्यस्तो छेड कहिले आएन? कहिलेकाहीँ त लाग्थ्यो अब जिन्दगीले ठगिसकेको जस्तो लाग्थ्यो कि कहिलेकाहीँ चाहिँ होइन। आफ्नै जिन्दगी देख्दा होइन। अब
अब साथीभाइको जिन्दगी देख्दा क्याम होस् उनीहरूको देख्दा त्यस्तो देख्दा आफूले पनि त्यस्तो फिल हुन्थ्यो कि म पनि के गर्न सक्छु भन्ने आर्ट आर्ट चाहिँ आउँथ्यो कि त्यस्तो देख्दाखेरि हामीलाई। गाउँमा हुँदाखेरिको जिन्दगी र यहाँ हुँदाको जिन्दगी कतिको फरक हुँदो रहेछ? अब गाउँमा भनेको चाहिँ अब सबै आफ्नो मान्छेहरू हुन्छ होइन, साथीभाइ हुन्छ, सबै एउटा फ्यामिलीहरू हुन्छ, फ्यामिलीहरू भएपछि एकदम रमाइलो फिल हुने। गाउँमा चाहिँ एकदम दुःख भन्दा पनि त्यहाँ चाहिँ गाउँमा चाहिँ एकदम रमाइलो पलहरू हुने कि। अब काठमाडौँ भनेको अब यस्तो हो, अब अरूको ठाउँ अब दुःख त गर्नु पऱ्यो होइन, दुःख नगरेसम्म त त्यहाँ काठमाडौँमा त बस्नै सकिन्न। त्यहीमाथि त्यति टाढाबाट म काठमाडौँमा केही गर्छु भनेर आएपछि त्यतिकै रित्तो हात फर्किन पनि त मनले मानेन होला। हजुर। फोटोग्राफी बाहेक अरू म केही गर्छु भन्ने सोच आएन? सोच त आएको, सोच त धेरै हुन्छ नि होइन, तर मेन हाम्रो आर्थिकले होइन, आर्थिकले रोकिरहेको छ क्या। सोच त धेरै हुन्छ नि, अब फोटोग्राफर सम्बन्धी भन्दा पनि म अरू के गर्छु भन्ने सोच त धेरै छ, तर अहिलेसम्म चाहिँ पुरा हुन सकेको छैन। पहिला त अब अरूको क्यामेरा चलाएर तपाईँले फोटो खिच्नु गर्नुहुन्थ्यो, पछि आफ्नै क्यामेरा किन्नुभयो। कसरी किन्नुभयो? त्यो सम्भावना कसरी, तपाईँले पैसा कसरी चाहिँ जोगाएर राख्नुभएको थियो? यही फोटो खिच्दा खिच्दै पैसाहरू जोगाएर राख्नुभएको पैसाले क्यामेरा किन्नुभयो कि अथवा सापट्टि लिनुभयो? क्यामेरा मैले त्यो आफ्नै कमाइले किनेको हो। अब दिनमा अब 500 दरले काम गर्दै गर्दै गयो, अनि बिस्तारै बिस्तारै अब ओहो यो तरिकाले त नहुने रहेछ भन्ने सोचेँ होइन। कमाइ त पहिले राम्रै हुन्थ्यो नि। अब बिस्तारै म अब 22 धारा छोडियो, छोडेर फेरि सेम्बुतिर गयो। अब त्यतातिर गए पनि अरूको चलाउन थालियो, अनि त्यतातिर चाहिँ अलिकति होइन दिन्थ्यो 1000-1200, त्यहाँ 1000-1200 दिन्थ्यो दिनको। अनि बिस्तारै बिस्तारै त्यो पैसा जम्मा गर्दा गर्दै अब आफूले नै क्यामेरा किनियो। अनि त्यो क्यामेरा किनेकै 2-3 महिनामा हरायो कि। क्यामेरा हरायो? रुमबाटै चोरी भयो। ए, रुमबाटै चोरी भयो। त्यो क्यामेरा चोरी हुँदाखेरि त कति दुःख लाग्थ्यो होइन। त्यत्रो घाम पानी नभनिकन दुःख गरेर कमाएर जोगाएर राखेको, त्यो चोर्दाखेरि त भक्कानी रुन मन लाग्थ्यो कि। तर पनि आफूलाई सम्हालेर बस्यो। अझै म गर्छु, मेहनत गर्छु, अझै कमाउँछु, अनि किन्छु भन्ने आँट आयो। बिस्तारै अब यो सब लाग्दा लाग्दै अब बिस्तारै अब भिडियोहरू बनाउन थालियो। मान्छेहरूले प्रायःले चिनिरहेको हुन्थ्यो होइन। अब भिडियो बिस्तारै बनायो, अब योसम्म आयो। पहिलाको भन्दा जोस् अलिकति राम्रो भयो। पहिलाको भन्दा चाहिँ अलिकति राम्रै छ अहिले। भनेपछि आँटेपछि पुरा हुने रहेछ भन्ने एउटा आफ्नो आत्मविश्वासले गर्दाखेरि अहिले यो स्थानमा आइपुग्यो होइन? हजुर हजुर। यत्रो सङ्घर्ष गर्दै गर्दा म परिवारलाई भन्न नसकेको कुनै दुःख छ? परिवारलाई भन्न नसकेको दुःख भन्दा पनि अब म चाहिँ बढी होइन आफ्नो भन्दा पनि परिवारको धेरै हेर्छु कि परिवारलाई। ए अच्छा। त्यही भएर पनि आफ्नो लक्ष्यहरू अझैसम्म पुरा गरेको छैन, पुरा गर्न सकेको छैन। परिवारमा को हुनुहुन्छ भन्नुभयो? परिवारमा मेरो 3 जना दाजुभाइ अनि एउटा दिदी छ, मम्मी बाबा, हजुरआमा हजुरआमा सबैजना हुन्छ। के भन्नुहुन्छ त घरबाट? ए त्यो काम छोडिदिए गाउँमै आइज त भन्नुहुन्न नि? ए त्यस्तो त भन्दैन, अब गर राम्रोसँग मेहनत गर, अवश्य सफलता मिल्छ भन्ने। अझै गर्नु भन्नुहुन्छ? बाबा मम्मी के गर्नुहुन्छ? मेरो बाबा चाहिँ विदेशमा छ। विदेशमा हुनुहुन्छ? मम्मी चाहिँ अहिले पहिले चाहिँ गाउँमा मासु पसल खोल्थ्यो, अहिले चाहिँ मम्मी चाहिँ दाइको छोरा हेरेर यता काठमाडौँतिरै छौँ हामी सँगसँगै। ए सँगसँगै हो भनेपछि सबैजना नजिक भएपछि झन् खुसी मिल्ने भयो। खुसी एकदम, पहिलेको भन्दा झन् मम्मी अहिले नजिक भएको छ नि त, एकदम खुसी छु। अब तपाईँलाई लाग्दैन नेपालमा केही हुँदैन म विदेश जाउँ जस्तो चाहिँ अहिलेसम्म मनमा लागेको छ कि छैन? अब चाहिँ मनमा लागिरहेछ होइन, नेपालमा बसेर केही नहोला जस्तो फिल भइरहेछ, तर पनि अझै चाहिँ आश मरेको छैन। नेपालमा पनि के गर्छु भन्ने आशमा छु अझै। आफ्नो बाबा मम्मीलाई एकदम खुसी साथ राख्न चाहन्थ्यो कि।
त्यो समयमा जब तपाईँ एक्लै हुनुहुन्थ्यो, हरेक कुराले चाहिँ तपाईँलाई थिचिरहेको थियो, केही गर्ने आँट पनि छैन, त्यो समयमा तपाईँले के सोच्नुहुन्थ्यो एक्लै हुँदाखेरि? अब एउटा कोठा, बन्द कोठामा तपाईँ एक्लै भएपछि त मान्छेको धेरैजनाको मनमा सोच अनेक आउँछ नि त। त्यतिखेर त सोच त अनेक अनेक आउँछ नि होइन। कतिखेर त अब आफ्नै पागल जस्तै हुन्थ्यो कि, अब रुममा एक्लै बस्दाखेरि होइन, पागल जस्तो। अब कोही चिनेको हुँदैन, कामहरू खोज्दा पनि होइन, मान्छेले अब नदिने, त्यस्तो धम्काउने होइन, अब त्यस्तो फिल हुन्थ्यो। कुनै छेड छ कसैको हेपाइमा परेर बिर्सन नसक्ने कुनै छेड छ? त्यस्तो सेन्ड भन्दा पनि अब क्यामेरा लाइन सम्बन्धी जाँदाखेरि, अब सवारले हेप्दाखेरि होइन, त्यो तिनीहरूले त्यस्तो गर्दाखेरि अब तिनीहरूले पनि म के गरेँ देखाउँछु भन्ने एउटा आत्मबल आएर होइन, आफूले पनि त्यति गर्दै गयो। तपाईँ यदि फोटोग्राफर नहुनु भएको भए के हुनुहुन्थ्यो होला? फोटोग्राफर नहुने भए म अहिले खै सायद म अब विदेशतिर हुन्थ्यो होला सायद अहिले। विदेशतिर? नेपालमा केही गर्न नसकिने रहेछ? नेपालमा अब अरू काम पनि त धेरै छ त। काम त धेरै छ होइन, मान्छेको काम धेरै छ। कामभन्दा पनि बढी हामीले यो हुन्छ आर्थिक हुनु पऱ्यो। आर्थिक भएपछि त जस्तो काम पनि हामीले गर्न सक्छौँ नेपालमा पनि, नसक्ने होइन, सक्छु गर्न त होइन। तर मेन कुरा हाम्रो आर्थिकले होइन, आर्थिक नै आउँछ कि मेन कुरा हाम्रो। त्यही समयमा नि तपाईँलाई मेरो सपना चाहिँ पुरा नहोला कि भन्ने डर कतिको लाग्थ्यो त? त्यो समयमा त सपना पुरा हुँदैन कि भन्ने डर त मनमा एकदम हुन्थ्यो कि। तर पनि अहिले पनि भएको छैन सपना त पुरा होइन, अझै गर्नु छ। सङ्घर्ष धेरै गर्नु छ। सानै उमेरमा धेरै सङ्घर्ष गर्नुभयो। सानै उमेरमा धेरै दुःख भयो। गाउँघरतिर त हामीले प्राय पहिले त हाम्रो गाउँघरतिर अब गाडीहरू चल्दैन थियो नि त। त्यतिखेर अब 12-13 वर्षमै हामीले चाहिँ अब पसलको भारीहरू बोक्थ्यो। पसलको भारीहरू कति कमाइ हुन्थ्यो होला नि? कमाइ त त्यो त कहाँ कमाइ, त्यहाँ अब 1 केजी किलोको अब कति रुपियाँ दिन्छ? 10 रुपियाँ दिन्छ किलोको होइन, 10 रुपियाँ दिन्छ। अब 10 रुपियाँ अब त्यत्रो 5-6 घन्टाबाट त्यत्रो टाढा बाटोबाट बोकेर ल्याउनु पर्ने हुन्छ कि। त्यस्तो नि गऱ्यो। अब कमाइ भनेको अब त्यहाँ अब 200-300 हुन्छ। अब भारी अब लगभग अब 18-15 केजी बोक्थ्यो, कहिले 20 केजी पनि बोक्थ्यो। कति वर्षको उमेरमा? 12-13 वर्षको उमेरमै अब पसलको भारीहरू बोक्नुपर्छ गाउँघरतिर होइन, पानी पर्दैन बर्खा टाइममा, गाडी चल्दैन। त्यो पैसा के गर्नुहुन्थ्यो त? त्यो पैसा चाहिँ अब मम्मीलाई दिन्थ्यो होइन। अब त्यतिखेर त स्कुल पढिरहेको हुन्थ्यो नि त, मम्मीले पनि एकदम गाह्रो हुन्छ अब 3-4 जना बच्चाहरू पाल्नलाई। त्यही भएर त्यो पैसा चाहिँ हामीले चाहिँ मम्मीलाई दिन्थ्यो। मम्मीलाई दिनुहुन्थ्यो? हजुर। मम्मीले भन्नुहुन्थेन यो काम चाहिँ नगर भनेर? त्यो काम नगर भन्दा पनि अब आफ्नो छोराछोरीले त अब दुःख गरेको, सानै उमेरमा दुःख गरेको देख्दाखेरि त मनले मान्दैन नि त, आमा बाबुको मनले त। अब त्यो चाहिँ आमाकै मनमा होला सायद होइन। अब दुःख त गर्नुपर्छ। मम्मीले त्यत्रो दुःख गरेको देख्दा, मम्मी बाबुले दुःख गरेको देख्दा आफूले पनि दुःख गर्न मन लाग्छ। केही गर्न नसके पनि मम्मी बाबुले चाहिँ सुखमै राख्न चाहना छ मेरो चाहिँ होइन। भनेपछि मम्मीले नि धेरै सङ्घर्ष गर्नुभयो गाउँमा? हजुर, धेरै सङ्घर्ष गर्यो नि मम्मीले पनि। कुनै याद छ मम्मीले गर्नुभएको सङ्घर्षहरू मम्मीले बिर्सन नसक्ने? मैले बिर्सन नसक्ने कुरा चाहिँ यो रातिको 11 बजे अब हामी चाहिँ सबैजना सुतिरहेको थियो। अब त्यतिखेर चाहिँ बर्खायाम पुरै पानी परिरहेको थियो होइन। अब छाना हुन्छ नि माथिको, गाउँघरतिर त छाना घर हुन्छ नि पहिले। अब त्यहाँबाट चाहिँ पानी तप चुहिरहेको थियो होइन। अब आमा हो होइन, अब बच्चाहरू नभिजोस् भनेर मम्मीले चाहिँ अब पुरै बाल्टिन थापेर बस्नु भएको थियो। त्यो याद चाहिँ एकदम मलाई कहिल्यै बिर्सिन सक्दिनँ।
तपाईँ त्यही सम्झेर त काठमाडौँ गएर म जस्ताको छानो हाल्छु भनेर सपना बोकेर त आउनु भएन? हजुर हजुर त्यही हो। कतिको दुःख लाग्छ आमाले गर्नुभएको सङ्घर्ष सम्झिँदा? आमाले गरेको सङ्घर्ष देख्दा त एकदम दुःख लाग्छ। धेरै गर्नुभएको छ हाम्रो लागि चाहिँ होइन। यदि भोलि तपाईँ सफल हुनुभयो भने म आमालाई यो स्थानमा चाहिँ राख्छु भनेर बुन्नुभएको सपना कुनै छ? यदि भोलिका दिनहरूमा म सफल भयो भने होइन, आफ्ना आमा बुबालाई चाहिँ म एकदम सुख साथ राख्न चाहन्छु र उनीहरूको खुसीको लागि म आफ्नो खुसीहरू त्याग्न सक्छु। त्यतिसम्म सोच्नुहुन्छ? हजुर। तपाईँको बाल्यकालतिर नि जाउँ। हुन्छ। बाल्यकाल कसरी बित्यो हजुरको? बाल्यकालमा चाहिँ म एकदम रमाइलो होइन, एकदम चकचकी थियो। साथीभाइहरूसँग चाहिँ हामी चाहिँ एकदम जुदाजुद हुन्थ्यो नि। जुदाजुद यहाँ साथीभाइसँग सानोमा जुतेर पनि यहाँतिर नि घाउ भएको छ कि पुरै। ए अझै त्यो चाहिँ अझै निको भएको छैन? रमाइलो हुन्छ त्यतिखेर। अब बाल्यकालमा होइन केही थाहा हुँदैन, झगडा गऱ्यो कहिले बिर्सन नसक्ने घटना याद छ? कहिले बिर्सन नसक्ने घटना बाल्यकालको कहिले बिर्सिन नसक्ने घटना त्यस्तो त छैन होला। त्यस्तो छैन? स्कुल जीवन कस्तो थियो बाल्यकालको? स्कुल लाइफमा चाहिँ म चाहिँ एकदम लजालुपन। अब साथीभाइ देख्दा अब झन् विशेष केटीहरू देख्दाखेरि चाहिँ म एकदम लजालुपनमै थियो। आज त्यो केटी मेरो यो बाटोबाट आयो भने भोलि मैले त्यसलाई त्यही देख्यो भने म फर्केर हिँड्ने कि। त्यस्तो लजाउनु हुन्थ्यो कि म। लजालु स्वभावको हुनुहुन्थ्यो बाल्यकालमा? बाल्यकालमा स्कुल लाइफमा। जब कलेज लाइफमा पनि म अलिकति लजालु नि थियो, त्योभन्दा पनि अलिक कम थियो। जब काठमाडौँ छिरियो अहिले चाहिँ अलिकति कम भएको छ भनौँ। एकदम लाज लाग्ने कि केटी अगाडि देख्यो भने केटीसँग बोल्नलाई एकदम लाज लाग्ने, साथीभाइसँग बोल्न पनि एकदम लाज लाग्ने कि। अनि स्कुल लाइफमा त एकदम रमाइलो हुन्थ्यो नि। त्यो झरी पर्दाखेरि गएको पलहरू झन् कति याद आउँछ। स्कुल जीवनमा बिर्सन नसक्ने कुनै क्षण छ? स्कुल जीवनमा त्यो झरी पार्दाखेरि बर्खायामको टाइम एकदम अब पानी पर्दाखेरि होइन, त्यो प्लास्टिक हुन्छ नि त एउटा ओडेको जस्तो प्लास्टिक दिन्थ्यो मम्मीले, त्यो ओडेर जान्थ्यो होइन। त्यो क्षण चाहिँ म कहिले बिर्सिन सक्दिनँ। बाल्यकालमा म ठुलो भएर यस्तो बन्छु भन्ने सपना के बुन्नु भएको थियो तपाईँले? यस्तो बन्छ भन्ने मैले सोचेको थिएन बाल्यकालमा। बिस्तारै गाउँघरतिर अब बिस्तारै टिकटक बनाउँदै थाल्यो। गाउँघरबाटै टिकटक बनाउनु थाल्नु भएपछि? पहिलेदेखि बनाउँथ्यो गाउँघरतिर पनि बिस्तारै। अब गाउँघरतिर अब समाउने मान्छे हुँदैन थियो, लाज लाग्थ्यो नि त अरूले समात्यो भने। त्यही भएर आफैले उता भित्तामा राख्ने बनाउँथ्यो। त्यति साह्रो एक्टिङ त गर्न आउँथेन थियो पहिले चाहिँ। जब बिस्तारै छिर्यो सबै कुराहरू परिवर्तन हुँदै आयो। पैसाकै अभावमा सपना मार्नुभएको कुनै क्षण छ बाल्यकालको? पैसाकै अभावमा? हजुर हुन्छ नि। अब आफूले म यो गर्छु त्यो गर्छु भन्ने सोच हुन्छ नि बाल्यकालमा पनि त। अब अलिकति हामी अब त्यो बाल्यकालमा खासै केही नबुझेपछि त होइन जिद्दीपन बढी हुन्छ नि त बाल्यकालमा। त्यसले गर्दाखेरि मैले यदि मसँग सम्पत्ति पैसा भएको भए म यस्तो गर्थेँ भन्ने सोच हुन्छ नि त। मेरो बाल्यकालमा चाहिँ अब सोच चाहिँ अब म चाहिँ अब गीत गाउन चाहिँ मन थियो होइन, गीत र डान्सिङ। अब पैसा भइदियो भए सायद म पनि सिक्थेँ होला भन्ने सोचहरू हुन्थ्यो कि। अब घरको आर्थिक अवस्थाहरू देख्दाखेरि त्यो सबै कुराहरू चाहिँ आफूले म्यानेज गरेर मनभित्रै राखेको छु कि। यदि बाल्यकालमा फर्किनु पर्यो भने तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ? म यदि बाल्यकालमा फर्क्यो भने सबैभन्दा पहिले त्यो बाल्यकालमा गर्न बिर्सिनु भएको क्षण के?
बिर्सिनु भएको बाल्यकालमा चाहिँ बाल्यकालमा नगर्नु भएको त्यो पल अब यो अहिले ठुलो हुनुभयो फेरि बाल्यकालमा फर्केर जानुभयो र म यो चाहिँ पुरा गर्छु भन्ने सपना केही छ? बाल्यकालमा फेरि फर्किनु पऱ्यो भने होइन उहुँ, म सायद अब त्यही अघि भने नि मैले गीत र डान्सिङमा एकदम रुचि थियो पहिलेदेखि। त्यो त अहिले पनि गर्न सकिन्छ नि होइन? त्यो त अहिले पनि गर्न सकिन्छ त्यो चाहिँ। झन् बाल्यकालमा त लजालु स्वभावको हुनुहुन्थ्यो अहिले त झन् अलिकति सबै सामु चाहिँ खुल्न सक्नु हुन्छ। पहिला भन्दा त अहिले झन् राम्रो हो नि अब झन् गर्न सक्नुहुन्छ होला नि त? अब चाहिँ गर्छु होला सायद होइन। उहुँ, तपाईँको अलिकति पाटो मोडो लभ स्टोरीतिर जाउँ है। लभ स्टेजतिर पहिले लभ कहिले परेको थियो याद छ? पहिलो लभ भन्दा पनि लभ त यस्तो पऱ्यो कि होइन हजुर यति झुलायो कि त्यो एकजना छ नि त्यो चाहिँ लभ भन्दा पनि म चाहिँ पहिलेदेखि अब लजारुपन थियो। उहुँ, अब प्राय मन पराउने मान्छेहरू धेरै होला सायद पछाडि उहुँ, लभ भने जब म काठमाडौँ छिर्यो अब बिस्तारै बिस्तारै आफ्नो सपनाहरू पुरा हुँदै गयो। उहुँ, अनि बिस्तारै फेसबुकतिर आउनु थाल्यो। फेसबुकमा बोल्थ्यो एकजना चाहिँ होइन। उहुँ, अब त्यो मान्छे चाहिँ अब बोल्थ्यो त्यसले चाहिँ मलाई धेरै झुलाछ हौ। के कारणले भन्न मिल्छ? कारण चाहिँ के हो म नि अब कारण भन्नाले अब मैले चाहिँ उसको साथीलाई धोका दियो रे। उहुँ, अनि म चाहिँ चिनेको छैन मैले भने होइन मैले चाहिँ उसको साथीलाई धोका दियो रे। अनि त्यसले चाहिँ बदला लिएको भन्थ्यो होइन बदला लिएको भन्थ्यो तर अहिलेसम्म पनि त्यसले अब फेसै देखाएको छैन कि। फेस अहिलेसम्म देखाएको छैन। उम्, फेस कस्तो लभ हो त यो? तपाईँको अब मान्छे नचिनिकन कस्तो कस्तो लभ गर्नुभयो त? लभ भन्दा पनि त्यसलाई अब अलिकति लभको नजरले भन्दा पनि अब होइन त्यो मान्छे अब को हो होइन कसरी किन यसरी गरिरहेछौ उहुँ, भन्ने अब म चाहिँ बुझ्न चाहन्थ्यो कि अब होइन उहुँ। त्यो त्यो मान्छे तरिकाले तपाईँ बोल्न जानुभयो उसँग? हजुर उसँग चाहिँ एट्र्याक्सन हुनको लागि तपाईँ उसलाई म्यासेज गरिरहनु भयो उम्, उसले चाहिँ तपाईँलाई हरेक कुरा चाहिँ बदलाको रूपमा लियो होइन? हजुर त्यही चाहिँ म चाहिँ किन बदला लिइरहेछौ अब त्यो चाहिँ को हो भन्ने कुरा होइन एकचोटि देख्न चाहन्थ्यो होइन किन यसरी गर्यो के कारणले गर्यो सबै कुराहरू म चाहिँ एकदम लभ भन्दा पनि त्यस्तै भयो क्या। बाल्यकालको कुरा थियो कि यो? बाल्यकालको कुरा होइन नि यो चाहिँ त अब कलेज टाइमकै कुरा हो कलेज लाइफकै कुरा हो। के रहेछ त प्रेम भनेको? अब प्रेम भनेको चाहिँ यस्तो रहेछ प्रेम भनेको आफूले माया गरेको मान्छेलाई होइन उहुँ, आफूले त्याग्न पनि सक्नुपर्ने रहेछ क्या। त्याग्न पनि सक्नु पऱ्यो चाहे परि आए उसलाई आफ्नो बनाउन पनि सक्नु पऱ्यो। पर्यो। जिन्दगीले सिकाएको पाठ के हो तपाईँको लागि? मलाई जिन्दगीले सिकाएको पाठ भनेको चाहिँ होइन अब एउटा सङ्घर्ष हो अनि एउटा परिस्थिति उहुँ, जब हामीले सङ्घर्ष गर्दै गयो उहुँ, सङ्घर्ष गर्दै गएपछि सफलताहरू मिल्दै जाने रहेछ। उहुँ। सङ्घर्षकै बिचमा तिमी आँटोमा पुर्याइदिन्छु भन्ने व्यक्ति कोही हात दिन आयो? त्यस्तो खालको मान्छे सपोर्ट दिन कोही आयो कि आएन? अहिलेसम्म आउन त आउँछ तर गफ मात्र गर्ने के कुरा मात्र गर्ने तब जब पर्दाखेरि चाहिँ टाढा भाग्ने के त्यस्तो खालको मान्छेहरू पनि धेरै आइयो। सायद तिनीहरूले मलाई अब साथ दिएको भए सायद मैले पनि उनीहरूलाई होइन उसलाई दुःख पर्दाखेरि साथ दिन्थ्यो होला कि। जब आफ्नो दुःख पर्दाखेरि उनीहरू टाढिन्छ भने त्यस्तो मान्छेलाई किन विश्वास गर्ने कि हामीले? पछि कोही आएन? कोही आएन त्यस्तो मान्छे सबै त्यो हाउडे गफ गर्ने के हाउडे गफ गर्ने अनि यस्तो गरिदिन्छ भने त्यस्तो गरिदिन्छ भने लास्टमा पर्दाखेरि भागिदिने। एक्लो महसुस गर्नुभएको छेड कुनै छ? एक्लो महसुस त मैले गरेको छु।
कुन समयमा? जब साथीभाइले होइन, अहँ, साथीभाइले पनि अब मन दुखाउँदा, अब घर फ्यामिलीले पनि मन दुखाउँदा, अहँ। त्यतिखेर चाहिँ एकदम एक्लो फिल हुने के। काठमाडौँमा तपाईँको पहिलोपटक आउँदाखेरि त अब कोही आफन्त साथीभाइ इष्टमित्र कोही पनि हुनु भएन। त्यस पश्चात अब यो समयसम्म आउँदा कति वर्ष, 3 वर्ष कति वर्ष भन्नुभयो काठमाडौँ 3 आउनुभएको? वर्ष 3 वर्ष भइसक्यो। 3 वर्ष भयो। 3 वर्षमा त्यो पहिलोपटक काठमाडौँ आउँदा र अहिले आउँदाको फरकमा तपाईँले के भिन्नता पाउनुभयो? पहिलोपटक आउँदाखेरि चाहिँ होइन, अब आफन्तहरू पनि खासै थिएन अहँ, र आफन्तहरू थियो भने सायद त्यो साथ दिन्थ्यो होला होइन। अहँ। अहिले चाहिँ टन्नै छ आफन्तहरू, छेउछेउमै छ सबैजना। नजिक नजिक हुनुहुन्छ। अहिले एकदम सहज हुन्छ। जब आफ्नो आफन्तहरू नजिक हुन्छ नि, त्यतिखेर चाहिँ दुःख पर्दाखेरि एकदम साथ सबर चाहिँ मिल्ने रहेछ भन्ने। साथी कतिको बनाउनु भयो काठमाडौँ आउनुभएपछि? साथी फर्स्ट टाइम हाम्रो चाहिँ एउटा ग्रुप थियो होइन, अहँ, त्यो ग्रुप साथीहरू धेरै थियो। त्यो साथीहरू पनि बिस्तारै बिस्तारै त्यो साथीहरू चाहिँ अब छुट्टिँदै गयो। अहँ। छुट्टी गयो, अब तिनीहरू अहिले कहाँ छौ, के गर्दैछौ, के पनि थाहा छैन। अब बिस्तारै बिस्तारै त्यो छुट्टिएपछि निगम साथी भेटियो। निगम अनि के? निगम राई र हाम्रो सुमन लिम्बू दाई। अहिलेसम्म ऊ दुईजना नभएको भए सायद म यो अवस्थामा हुँदैन थियो होला सायद। मान्छे धेरै साथ सपोर्ट दिनुभयो। धेरै साथ सपोर्ट दिनुभएको छ उनीहरूले चाहिँ होइन। मनैदेखि एकदम माया छ सबैजनालाई। केसम्म गर्नुभएको छ? बिर्सन नसक्ने कुनै पल छ? बिर्सिन नसक्ने पल भनेको मेरो निगम साथीले चाहिँ अहँ, जब मैले उसलाई होइन, मलाई दुःख पर्दाखेरि घरको ऋण तिर्नुपर्ने थियो कि। अहँ, अब मैले घरको ऋण तिर्नुपर्ने थियो, अनि मैले कसलाई मागौँ कसलाई भनौँ भनेर सोचमा ठ्याक्कै निगम साथीलाई एकचोटि भनिहेर्छु भनेर उसलाई भन्यो, साथी यस्तो यस्तो भयो, तिमीसँग छ भने मलाई गरिदेऊ न भनेर भनेको होइन। अहँ। उसले पनि एक वचनमै नाइ नभनिकन दियो। त्यो चाहिँ एकदम म कहिल्यै बिर्सिन सक्दिनँ त्यो चाहिँ। भनेपछि साथी भनेको के रहेछ त? तपाईँले के महसुस गर्नुभयो? साथी भनेको चाहिँ यस्तो चिज रहेछ कि होइन, अहँ, दुःख पर्दा पनि चाहिने अनि सुखमा पनि चाहिँदो रहेछ क्या। अहँ। त्यो नै रहेछ कि साथी भनेको चिज। ठिक छ, अघि पनि आएको कुरा हो, त्यसैलाई मैले जोड्न चाहेँ है। फोटोग्राफीकै कुरामा फेरि हामी फर्किन चाहे। तपाईँको फोटोग्राफी गर्दै गर्दा मैले सुन्दाखेरि चाहिँ धेरैजनाको चाहिँ फोटोग्राफी गर्दा गर्दा गर्दै धेरैजनाको लभ परेछ भन्ने सुन्थेँ कि होइन? तपाईँको चाहिँ कतिको लभ पऱ्यो नि? फोटोग्राफर सम्बन्धी गर्दा गर्दै लभ भन्ने चिज भनेन। अब बोल्न त बोल्थ्यो, अहँ, लभ भन्ने लभ त थियो, एकजना परेको थियो होइन पर्न त। अहँ, सायद त्यसलाई पनि मैले दुःख पर्दाखेरि साथ त दिएकै हो। अहँ, तर पनि अब त्यसले पनि अब मेरो केही नराम्रो कुराहरू बानीहरू देख्यो होला सायद। अहँ। त्यसपछि त्यो आफै टाढियो। ऊ आफै टाढेपछि त अब मैले पनि केही भनेन, उसको खुसी नै मेरो खुसी हो भनेर होइन। अहँ। म चाहिँ चुपचाप लागेर बसियो। अनि यस्तो त्यो केटीको दुःख पर्दाखेरि मैले उसलाई साथ पनि दिएकै हो होइन, नदिएको होइन। अब उसले केही नराम्रो कुराहरू देख्यो होला सायद, त्यति भएपछि त्यो आफै सायद लाग्यो। नराम्रो भन्नाले? नराम्रो भन्ने चिज अब त्यो चाहिँ के भनौँ, भन्नुहोस् न, खुलाउनु मिल्छ भने भन्नुहोस्। त्यो चाहिँ नखोला मलाई त्यस्तो चाहिँ होइन। भनेपछि तपाईँमा भएको घटना हो कि? हजुर। त्यो कुराले भनेपछि कसलाई दोष दिनुहुन्छ त? अब तपाईँ आफैले गर्दाखेरि प्रेम सम्बन्ध छुटेको भन्नुहुन्छ कि? दोष चाहिँ अब मेरै हो होइन। अहँ, अब दोष चाहिँ उसको भन्दिनँ म सायद। अहँ, अब गल्ती मेरै थियो। अब एकचोटि मैले माफ मागेकै थियो। अहँ। अब मायामा अब गल्ती त भइहाल्छ होइन। एकचोटि माफ गरिदिएको भए सायद अहिले राम्रै हुन्थ्यो होला सायद। सम्बन्ध रहिरहन्थ्यो। उम्, सम्बन्ध जोगाउन के चाहिँदो रहेछ त? सम्बन्ध जोगाउनलाई
एउटा विश्वास मान्छेमा अनि विश्वास हुनुपर्छ मेन कुरा होइन सम्बन्ध जोगाउनलाई। एकअर्कामा विश्वास भयो भने सम्बन्ध सधैँभरि रहिरहन्छ। तर त्यो सम्बन्ध जोगाउन सक्नु भएन। हजुर हजुर। पछुतो लाग्दैन मैले यस्तो नगरे भए अहिले हाम्रो सम्बन्ध मजबुत भएर बसिरहन्थ्यो भनेर? पछुतो त लाग्छ। पछुतो भन्नाले मलाई एउटा थियो, त्यसले चाहिँ मलाई दुःख पर्दाखेरि साथ दिएको थियो। भनेपछि कतिजनासँग लभ पऱ्यो तपाईँको? लभ त धेरै परेछ क्या मेरो। लभ भन्नाले यस्तो बोल्दै गयो होइन। अब बोल्दै गएपछि त अब मनमुटाव मिल्छ मान्छेको होइन। कतिखेर झगडा हुन्छ, कतिखेर के हुन्छ त्यो थाहै नहुँदो रहेछ कि लभ भन्ने चिज यस्तै रहेछ। मैले चाहँदै भनेपछि लभ पर्ने होइन कि त्यो नचाहँदै पनि त्यतिकै अब के तरिकाले अब भाग्यमा अब त्यो जोडिएपछि त भाग्यमा लेखेको छ भने त्यही कुरा हुनु रहेछ भन्ने कुरा हुने रहेछ होइन? मेन यो भाग्य नै रहेछ। भाग्यमा जे लेखेको छ त्यही हुने हो। हजुर, भाग्यमा आफूलाई जे लेखेको छ त्यही हुने रहेछ। अब कसलाई थाहा हुन्छ अब भाग्यमा के लेखेको छ होइन, त्यो त थाहा हुँदैन नि। अहिले चाहिँ तपाईँ रिलेसनमा हुनुहुन्छ कि नै? अहिले चाहिँ म अहिले छैन नि, म धेरै टाढा भइसक्यो त्यो बाटो चाहिँ एकदम होइन। किनकि अब यस्तो हो, अब हामी चाहिँ प्रायः टिकटक भिडियोहरू बनाउँछौँ होइन, रिल्स भिडियोहरू बनाउँछौँ केटीहरूसँग। अब त्यो देख्दाखेरि चाहिँ अब अरू केटीहरूले चाहिँ होइन यस्तो नराम्रो भन्दा पनि अब उनीहरूले यो चाहिँ धेरै केटीसँग बोल्छ, यसको धेरै जिएफ छ, त्यस्तो फिल गर्दो रहेछ कि। त्यही भएर अहिले चाहिँ म एकदम चिलमा छु, सिङ्गलै हो अहिले त। त्यसरी अब केटी मान्छेसँग टिकटक बनाउँदा ओर्दा भोलि फ्युचरमा पनि त अलिकति असर गर्ला नि, फेरि नेगेटिभ सोच्ला नि त। यस्तो हो कुनै जस्तै तपाईँको अब अहिलेको गर्लफ्रेन्डले तपाईँले त्यो तरिकाले सोच्छ भने भोलि तपाईँको आफ्नो वाइफ भएपछि वाइफले पनि त त्यो तरिकाले सोच्ला नि त। अब कसरी हेर्नु भएको छ जिन्दगीलाई, भोलिको जिन्दगीलाई? भोलिको जिन्दगी भन्नाले अब त्यो त्यसरी सोच्यो भने उसले होइन, अब उसलाई सकेसम्म बुझाउने हो। बुझाएर पनि अब नबुझे जस्तो गऱ्यो भने चाहिँ होइन, अब त्यसमा त म पनि केही गर्न सक्दिनँ। सायद ऊ मसँग खुसी छैन भने अब त्यसमा मैले केही पनि गर्न सक्दिनँ। यदि खुसी हुनुहुन्छ भने जसरी पनि साथमा बसिरहनुहुन्छ। म्युजिक भिडियो नि खेल्नुभयो है? म्युजिक भिडियोहरू खेलेको छौँ। म्युजिक भिडियो, पहिलो म्युजिक भिडियोबाट तपाईँले आफ्नै पारिश्रमिक पाउनुभयो कि पैसा तिरेर खेल्नुभयो त? पहिलो हामीले यस्तो हो, पहिलो म्युजिकबाट चाहिँ हामीले पारिश्रमिक पनि दिएन त लिँदा पनि लिएन होइन। पहिलो म्युजिक भिडियो होइन, अफर आयो एकदम खुसी लाग्यो होइन, त्यसैले हामीले पारिश्रमिक पनि लिएन त्यसमा चाहिँ। कसले खेलाउनु भएको थियो याद छ? हाम्रो पहिलो म्युजिक भिडियो भन्दा नि हाम्रो पहिलो चाहिँ हाम्रो सुमान लिम्बू दाइले होइन एउटा सिरियल बनाउँछु भनेर होइन, हामीले अब त्यसमा एउटा कभर सङ जस्तै क्या, त्यो सिरियलको कभर सङ जस्तै अब त्यसलाई म्युजिक भिडियो बनाइदियो क्या। अब त्यो अनुसार ओहो हुँदो रहेछ भन्ने फिल भयो आफूलाई होइन। अनि त्यसपछि अब वरुण अधिकारी उहाँले चाहिँ हामीलाई बोलाउनु भयो, अब उहाँकै खेल्नु भयो हामीले पनि होइन। त्यही ठिकै आफै पनि खेल्नुभयो? हजुर। अब हामी कार्यक्रमको अन्त्यमा छ। अन्तिम पटक तपाईँ मन खोलेर रुनु भएको समय याद छ? अन्तिम पटक म रुको छु। के कुरामा रुनु भएको थियो? यस्तो हो एकदम पीडा हुन्छ होइन, पीडा भएपछि होइन यताबाट के चिज उताबाट के चिज भएपछि अब रुनु बाहेक अब केही पनि नहुनेछ क्या। ठिक छ, हामी पोडकास्टको अन्त्यमा छौँ। मैले सोध्न बिर्सेको अनि तपाईँले भन्नलाई चाहनुभएको केही कुरा छ भने दर्शकमाझ तपाईँले भन्न सक्नुहुनेछ। ठिक छ, अब जिन्दगी भनेको अब यस्तै रहेछ। अब सङ्घर्ष गर्दै गयो भने सफलता अवश्य मिल्छ। जिन्दगी यस्तो रहेछ, कहिले यता कहिले उता भइराख्दो रहेछ क्या। त्यही भएर तपाईँहरू पनि सङ्घर्ष गर्दै जानु, कुनै दिन सफलता प्राप्त मिल्नेछ। र हाम्रो यो पोडकास्टलाई सबैजनाले माया गरिदिनु होला तपाईँहरूले। यही भन्न चाहनुहुन्छ? यही भन्न चाहन्छ है सबैजना। थ्याङ्क यू। थ्याङ्क यू।